हिजो पनि तपाईँ विद्यालय आउनु भएन अनि तपाईँलाई आज के भएको छ सर किन यस्तो हुनुभयो हजुरमुखमा त्यस्तै छ हेर्नुहोस् सर मलाई अस्ति हजुरमुखमा शस्त्र बित्नु हेर्नुहोस् हजुरमुखमा त्यसपछि हजुरमुखमा हामीले त्यो मुर्दा लिएर हजुरमुखमा कोलीमरा जलाउनु पर्थ्यो कोलीमरा पुग्यो अनि 12-1-2 बजेतिर हामीले चिहान चुट्यौँ हजुरमुखमा त्यसपछि हजुरमुखमा आगो लगाउने कुरा भयो त्यसपछि आगो लगाइसकेपछि हजुरमुखमा त्यहाँबाट चाहिँ त्यो अस्तु हामीले 4-5 बजे जलायौँ अनि हजुरमुखमा त्यो अस्तु पनि जलाइयो फालियो अनि त्यसपछि आएर हजुरमुखमा घरमा आइयो हेर्नुहोस् अनि हजुरमुखमा त्यो अलिकति खानापिना अलिक मलाई रुचेन छ हेर्नुहोस् हजुरमुखमा अनि हजुरमुखमा पेट उसाएर हेर्नुहोस् यस्तो हजुरमुखमा छेराउटा लाग्यो हेर्नुहोस् छेड्दा हजुरको मुखमा के गर्ने मेरो त बडा हालत खराब भयो त्यसपछि म तुर्माखानबाट हिजो आएँ घरमा हेर्नुहोस् हजुरको मुखमा टोयलेट गए हेर्नुहोस् हजुरको मुखमा यति छेरियो कि अझै पनि हजुरको मुखमा अझै छिर्लो जस्तो लागिरहेछ हेर्नुहोस्